मेला जाँदैछौँ अहिले। अनि हामी मेला जानु भनेर बहिनी र म ठिक गरेर यता बाटोमा आइसक्यौँ। यहाँ चाहिँ एकदम डेन्जर बाटो छ। बाटो चाहिँ साह्रो गाह्रो छ। खोला नाला तरेर जानुपर्छ। पहाडको बाटो जस्तै छ यो मधेसम्म। कसरी आउने होला म झन् हिलाएको छु मैले त। आउन सक्छु म? हिल बोकिदिए बरु मेरो। अरे यार मोबाइलमा हिल अलिकति राम्रो बाटोमा आयौँ। त्यही पनि बाटो खास राम्रो छैन। यता आउँदै यस्तै बाटो छ। बाटो सबै हेर्नु न यस्तो खोली छ बाटो चाहिँ होइन। हामी मेला पुग्न आँट्यौँ अब चाहिँ होइन। हामी चाहिँ एकछिन यहाँनिर भिडियो बनाउन अलमलिम बाटोमा त्यहाँनिर के फुलहरू पनि रहेछ र सेतो फुलेको। अहिले चाहिँ बेलुकाको 5 बज्न आँटिसक्यो होइन। अब घर नजिकै छ। हाम्रो घर नजिकै अगाडि घर मेला लाग्ने हुँदा हामी ढिलो आए पनि हामी छिटो घर फर्किन धेरै टाइम लाग्छ। 10 मिनटमा हामी घर पुगिहाल्छौँ। चक्क मेला यो चाहिँ मेलाको विशेषता चाहिँ के रहेको छ भने प्राय यो तराईमा बस्ने नयाँ वर्षमा अब मान्छेहरू वर्षभरिको थकाइलाई बिर्सेर मस्त जोक मारा। हामी चाहिँ भयो आज मात्रै घुम्न आएको। ल अब हामी उता पुगेपछि बनाउँछ अब चाहिँ। A few inches later. आइसक्यौँ यहाँनिर। अनि मेलामा हामी प्रवेश गऱ्यौँ अब चाहिँ मेलामा। अनि मेलामा फुपूहरू भेट्यौँ। उहाँहरू चाहिँ मेला भइसक्नु भदै नि मेरो भदै चाहिँ फेरि हामीसँग अब पूर्ण मेला घुम्नका लागि फेरि आयो यो चाहिँ दोहोऱ्याएर। जाने लु छिटो अहिले घुमाउनु अगाडि। हिँड्नको लागि गाह्रो भयो। मेलाको रौनक हेर्नुहोस् है गाइस। म अहिले आइज मेरो क्यामेरामा कैद गर्दैछु मेलाको दृश्यहरू। मेलामा कस्तो हुन्छ तराईको मेला भनेर यहाँहरूले तराईमा नहुनेहरूले हेर्नु होला तराईको मेला कस्तो हुन्छ रौनक तराईमा। के किन आँटेको कस्तो राम्रो राम्रो छ। कुन दिन हुन्छ तर के हो यो मैले देखिन त राम्रोसँगले औँठी हो कति राम्रो छ ट्राई गर्दा हुन्छ लु गर त दोकानदार हो को म कुन चाहिँ यो तर यो कोइली त आएको छैन। सोध प्राइस यसको प्राइस कितना है? दुईटा बुढा बुढीले घुमाएको घुमाइछन् केही पनि भेटेको छैन भेट्न पनि के हेरेको फोहोर भइहाल्छ है हेर्न त्यस्तो खालको
10 रुपियाँ दिन 100 रुपियाँ 150 रुपियाँ मात्र bombastic side-eye. हामी चाहिँ उतानिर बसेर हामीले सामान किनिसक्यौँ थिच्दा भने थिच्दा भने के क्यामेरा थिच्दा भने खिचेको छौ अनि हामी चाहिँ यता मेला बसेर हामीले माला किनिसक्यौँ मैले यो माला के छ माला किन मैले चाहिँ होइन त्यसपछि हामी चाहिँ अनि फेरि यता मेलामा यताबाट फेरि दोहोऱ्याएर भ्लगमा आयो क्या म तपाईँ सबै साथीलाई भ्लग सेयर हानिदिन्छु ल अनि लाइक भयो नि वर्षको के भयो त होइन लाइक कमेन्ट सब्सक्राइब पनि गर्ने भने सबैलाई सब्सक्राइब पनि गरिदिनु है पुरै भिडियो हेऱ्यो भने चाहिँ मलाई एडिट चाहिँ गर्न आएको छैन गाइस तर म एडिट गर्नु भर्याएर म म भर्याएर एडिट गरिदिन्छु ए ल ल ल मर्चेस गर्न त फेरि गरेर लाग्दा हामी बिदा लाग्दैन अब पुरै एकदम खतरा हाँस उठ्दा हान्नु छ खाना किन्नु नि त भर्खर के खाएर किन्नु त किन्नु चाहिँ हामी चाहिँ यहाँ मन्दिरमा आयौँ मलाई चाहिँ गाडी यहाँ थियो यहाँ चाहिँ कहाँ थियो यहाँ दुइटा मैले देख्दैछु मम्मी जानुभयो घर आमाले 100 अब मैले 600 रुपियाँ कमाएको नाम गर्न मम्मी जानुभयो घर आमाले 100 अब मैले 600 रुपियाँ कमाएको नाम गर्न मम्मीले 200 कति सुनाएकोमा हामी चाहिँ बाटो त्यसै लु आधी आधी 400 रुपियाँ त मैले 1000 भन्दा धेरै बोकेर आएको थिएँ मेरो काम हामी चाहिँ यता तलतिर जाँदैछौँ है गाइस हामी चाहिँ गाडी चाहिँ हेर्ने एउटा म होला तपाईँ लिङ्क चाहिँ पठाउँ ल गरिब यता तिमी गरिब भन्दै नि ऊ भन्दा धनी छ कि धनी चाहिँ गरिब भन्छ क्या यसले लोभी छ क्या लोभी मेरो भन्दा एकदम ए ल हेर साँच्चीको सामान हेर साँच्चीको साँच्चीको सामान के हो सुन होइन साँच्चीको सुन आयो त बाउले न अङ्कल कसरी हो यो ठुलो भयो नि हो कुन दाम छ लु हेर अब हामी यहाँ झुम्का किन्न भनेर हामी चाहिँ यहाँ आएको छौँ होइन झुम्का हेर्नको लागि यहाँनिर मेलामा उताबाट हामी घुम्दै गाइजहरू हामी यहाँ आइपुग्यौँ भदैनी बहिनीमा भएर यहाँनिर झुम्का हेर्दैछौँ अब चाहिँ हामी यहाँनिर होइन कुन मन पर्यो लु चूड़ियां काली काली मैं शर्माती रोज लगाती काजल सुरमा लाली नहीं मैं सुरमा पाना रूप ना मैं चमकाना नहीं मैं सुरमा पाना रूप ना मैं चमकाना को लाग्यो बुढाबुढी फेरि के हेर्न थाल्यो है तिमीहरूले फेरि यहाँनिर लु के किन्ने हेर्नु चाहिँ हेर्छ क्या एकछिन फेरि मामाको घरको पैसा सक्यो भनिहाल्छ फेरि मामा घरको अनि अघि पनि त्यही भनिहाल्छ हेर्छ लास्टमा गएर मामाको घरको पैसा सक्यो यत्रो मामा घर कमाएको पैसा सकिसकेको छ
नकिन्ने नकिन के खाने हेर्नु त यस्तो बोयफ्रेन्ड त के त उयो होस् यो नै गेम हो कि के हो खेल्नु न खेल्नु कुन गेम हो यो चाहिँ खेल्नु नखेल्ने होस् मलाई आउँदैन बनाउनु त पैसा पाइन्छ पढ भने भरे के गर्नु पढ्न फिर्ता इ पंखा यही पङ्खा भनेको अरे फुलसारीको पङ्खा फुलसारीको पङ्खा बहिनीले किन्न गइरहेको छ गाइजहरू यो चाहिँ गर्मीको टाइममा हम्काउनुको लागि काम दिन्छ ए यस्तो कम्पनीमा आएर कि के हो यो के मारा त्यसलाई होइन के मारा यो मेरो थियो यो त उसको शेर्पाको मारा नि त शेर्पाको माला त सस्तै लाग्नु तर यो नक्ली हो नि ओरिजिनल त महँगो पर्छ तपाईँलाई नक्ली चाहिँ हो नि 120 हो दाइ के किन गेम खेल्ने हो लु खेल त कसरी हो गेम चाहिँ भाइले खेलाउनु सक्छ आउँछ भाइले खेलाउन 30 रुपैयाँ चिठा लिने अन्त के पठाउँदै दिन्छ भाइले ए त्यस्तो हो 30 रुपियाँ चिठा हो भाइ यो नम्बर 2 नम्बर भन्छ खोइ 2 नम्बर लु यहाँ हामी गेम यहाँ हुँदैछ होइन हामी गेममा यहाँ भिडियो गर्दैछौँ होइन भिडियो गेम जान्छौँ 20 नम्बर अरे भाइ चल रे पैसा ल्याइस कति ल्याइस भयो ल हाम्रो बहिनीले यहाँनिर गेमको चिट्ठा ओपन गर्दैछ गाइस लु के पर्यो होला के पर्यो होला 27 पोकेमन कतिको थियो अनि त्यो कति पर्छ त त्यसलाई 20 रुपैयाँ हो 10 रुपियाँ घाटा भयो गाइस यो गेममा घाटा हुँदैछ गेम खेल्न हुँदैन यो गेम खेल्ने गेम होइन हौ घाटा हुनेछ थाहा भयो मलाई देखाउन ल पोकेमन बक्स अनबक्सिङ हेर गेममा 30 रुपियाँ हानेर 20 रुपियाँको यो आयो यो के हो यो हुन त यो पोकेमन कार्ड होइन के गर्ने पर्छ यो कार्डलाई खेल्ने मात्र हो बच्चाले खेल्ने कार्ड होइन हो अनि हामी चाहिँ के गर्ने यो कार्ड छ्या काम छैन मेरो पुरा यो गेम खेल्नेहरूले त झुक्क्याउँदैछ यो गेमरहरूले साह्रै भने यस्तो गेम यो काममा कवाडी सामान यो गेम खेल्ने दुईवटा बजाइदिँदा बहिनीले गेम खेलेर पैसा खेर फ्याँके घाटा हुँदैछ गेम खेल्नु हुँदैछ गेममा झुक्क्याउँदैछन् बाबा यो के मैले त धन्न खेलिनँ यहाँ पनि चिम्टी राम्रो रहेछ त ओ माई गॉड इसको अब चाहिँ जब हम छोटे थे हमारे बड़ों की शादी होती है अब हम बड़े हो गए अब छोटे की शादी होती है हेर्नु भएको छैन त्यस्तै हो त ओम ओम फुबु फुबु ओम यारे मलाई भने के गरे साले के नकिन डब्छ अब आउँदाम घर ए जेरी कहाँको नि जेरी ओम ओम माल जाएन ए ओम म त भिडियोसँग याद छ कति राम्रो के हो यहाँ सुन न यो खेल्ने तिमीहरू किन यो गेम खेल्न म 180 भन्दै लिन जान्छु के हेर यो गेम मुझे भी इसकी सवार करने तेरे लागि यस्तो होइन का त्यो यस्तो छ अरे यतिको बिग्रेको घरमा थियो यस्तो घरमा भदानी र बहिनीले चाहिँ यहाँनिर फ्यान किन्न आँटिरहेको छ होइन गर्मी आउँदैछ अब गर्मी हम्काउनुको लागि चाइनिज फ्यान किन्न लागिरहेको छ यहाँनिर चाहिँ होइन फ्यान हेर्दैछन् त्यही भएर म त अप्ठ्यारो लाग्यो अब फ्यान हम्काउनु त डिस्काउन्ट गर्नु पऱ्यो नि त 100 मात्रै भनेर भएन नि त कतिमा दिने कतिमा लाने कतिमा दिने कतिमा दिने लानेले कतिमा लाने भन्नु पऱ्यो यहाँनिर
900 रुपिस हामीलाई उहाँनिर 80 मा दिएको थियो 80 मा तर उसलाई मन परेन हामीले छोडेर आएको उसलाई 80 मा तपाईले यस्तो दिएला नो गइन अरे फेरि कति हराएको तिमीहरू त्यसको त बाख्राले नि चिन्नु हाम्रो फेरि यता मेलामा बसेर हामीले झुम्का किने मैले चाहिँ होइन अनि कहिले के किनिस् मेरो बहिनीले चाहिँ यो किन होइन यसको नाम के हो यसको नाम चाहिँ यसको नाम माला हो सुन किन मेरो भदाइले सुन किनेको छ है अनि बहिनीले चाहिँ यो किन यसको नाम के हो माला अनि मैले यो किने यो माला किनेँ अनि मैले यो झुम्का किनेँ अनि हामी चाहिँ यहाँ त हामी चाहिँ मेलामा सपिङ गर्दै गर्दै किन्दै 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 हामी तलतिर लाग्दैछौँ गाइजहरू होइन हामी चाहिँ सुरुमा हामी माथिबाट बसेर यता तलतिर छौँ हामी मेला भिजिट गर्छौँ होइन मेला भिजिट गर्छौँ अनि किन्ने कुराहरू किन्छौँ हेर्छौँ अनि हामी डुल्छौँ होइन अनि फेरि हामी रिटर्न ब्याक हुँदै हामी घर फर्किन्छौँ त्यही बाटो हामी घर फर्कन्छौँ मेरो उयो भयो सबै के मतलब उयो के अरे स्टोरेज फुल भयो क्या मेरो हामी उताबाट पसेर तलतिर घुमेर अब हामी म्यासतिर जाँदैछौँ हामी मेहन्दी लाउने मेहन्दी कोही आज के लाने मेहन्दी चप्पल थोरै मात्रै छ पुल बनायो जामतिर कति लाउने तर थोरै मात्रै छ यति मात्र हो बाजे यति मात्र हो कसरी मेहन्दी चाहिँ भन्न भिडियो बनाएको छु कसरी हो 20 टका एउटा हातको 20 को एउटा हातभरिको 20 लाउने तल कोने मेरो पैसा म बढी 20 रुपैयाँ नि अब हामी चाहिँ के अरे यहाँनिर मेहन्दी लाउन आइपुगेको छौँ हामी चाहिँ यहाँनिर भदाइनले हातमा मेहन्दी लाउँदैछ मेरो भदाइनीको हातमा पुरै मेहन्दीले रङ्गिसक्नु भयो यो टिक्दैन क्या यस्तो मेहन्दी ल हामीले मेहन्दी लाएर हामी सक्यौँ हाम्रो भदाइनी लाएर हामी चाहिँ फेरि बाटो लाग्यौँ अझै फेरि फर्किने हामी हो अब हामी चाहिँ तलतिर लागिसक्यो होइन फर्किसक्यौँ हामी चाहिँ मासतिर गएर पनि हामी फेरि भदाइनीले हातमा मेहन्दी लगाएर हात रङ्गाएर अब हामी चाहिँ तलतिर फेरि लाग्दैछौँ हामी चाहिँ आइसक्रिम खाने बोरा मैले देखाएँ नि त्यहाँनिर ल कति राम्रो बनाउँछ मैले खुसी भेरी खुसी यति मेहन्दीलाई भेरी खुसी कति बचाउँछ मलाई आउँछ यहाँ चाहिँ बच्चाहरूको खेल्ने हो यो ठाउँ हो यो चाहिँ बच्चाहरू पुरै रमाइलो पनि खेलिरहेको छ उठिरहेको होइन यहाँ चाहिँ ए भगवान् कान खाने गरी किन हर्न मारेको होला नि बाबा ओ कहिले आएको कतिखेर आएको बाबा म यो भ्लगमा मेरो फोन ए यिनीहरू गएर मेरो भइसकेर बाबा भइनी हँसेर मार्न के भन्छ बाबा खोइ त माइलीहरू माइली आएन उनीहरू नआएको उनीहरू नआएको ए
यो त के रुख अनि यो त पारु पारु म त पारु भन्छु नि त के खेलायो भने ल बाई बाई ल ल बिउ पकाउनु मल पकाउनु छिरो यादै खाना भनेको साधु एउटा 9 नम्बर कहाँ आएको तैँले दिएन उता अगाडि पकाउने क्यामेरा अगाडि फेरि के रे गोला गोला हामीले चाहिँ अब यहाँ आएर मेलामा घुमिसकेर अब हामी गोला खाएर घर जान आँटिरहेका छौँ गोला लास्ट पहिलोचोटि ट्राई गर्न आँटेको गोला भने चाहिँ नाम पहिलोचोटि के हो गोला गोलो भने गोला बन्दैछ यहाँ हिँड्दा गोला परिसक्यो अँध्यारो भइसक्यो बत्तीहरू बढिसकेको छ यसरी होइन यस्तो भइसकेको छ अँध्यारो भइसकेको छ होइन बत्तीहरू बढ्न थालिसकेको छ अब चाहिँ अब हामी घर जान आँटेको हो अब चाहिँ हामी मेला घुमिसक्यौँ होइन अनि अब हाम्रो बोरिङ र भजन चाहिँ यो गोला खाएर हामी घरतिर बाटो लाग्नेछौँ घर जान जानेछौँ अब ओ सल्टी यो पाल खर त पहिले 50 मा माग्दिन हामी त आइम 50 मा मैले माग्नु 50 हो मैले पनि 50 नै मागेर कि दिएन नि त नि बिग्दिने भएको छैन भन्नुला नि त तर हेर त बालको चाल हेरि तर इन्टेड हुन्छ पैसा यही हो ये उसका पैसा यही हो भइसक्यो ल अब हामी घरतिर जान्छौँ अब गोला खाए गोला इज रेडी देखाउनु खोइ यहाँ च्यास गर्न यहाँ अनि तिमीलाई यहाँ देखाउँदैन यहाँ चाहिँ अचार चाहिँ खाएको हुन्छ यहाँ देखाउनु यहाँ चाहिँ है कति गयो कस्तो छ उता होइन घर जाने कता हो घर के काम छ अब अहिले फेरि यहाँ चुयो भने मम्मी चाहनु कस्तो हुन्छ ओइ मेरो त यहाँ चाहिँ उयो गरेको झरिसक्यो त यो मेरो पनि झर्सक्यो हेर्नु त ल ल ल झरिसक्यो मेरो भाइको धेरै पैसा छ हो त्यसो भए चोर्दैलाई होसियारै केयरफुलै बहिनी र भदैनी यसरी खाँदै खाँदै आउँदैछ नि यहाँ यो के अरे खोइ नाम के अरे यसको नाम गोला
कोला 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 गोला 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 खाँदै बहिनी र भदैनी आउँदैछन् अनि मिठो हुन्न हौ धेरै एक प्लेट लिएर खाऊ न भिड भाडमा धेरै मिठो बनाएको हुँदैन हौ सब अँध्याएर भइसक्यो अब घर जाउँ भनेको यिनीहरू अझै के खाने भन्दा बाबा रात पछि कतिखेर घर पुग्नु होला आफूलाई चाहिँ पानी अँध्यारो भइसक्यो है छिटो गरेर जाम है अब चाहिँ भएन अब धेरै घुम्नु हुँदैन यो भन्दा धेरै अब जाने हो होइन सक्यो दुईटैले खाइदियो कि वाउ भदैनी यु आर सो ग्रेट अनि शान्त हामी के खानै पान्छ छ्या खाइराख जा खाएर आइज म यहाँ पनि छ होला त यता पनि मीठा पानी नामे मीठा तो गुलियो भाई पान चाख्न गइरहेछ नि मेरो भदैनी र बहिनीले चाहिँ होइन पान खानेले यो पान भनेको चाहिँ के हो सुपारी होइन यो हेल्थको लागि त्यति राम्रो छैन हेल्थको लागि राम्रो छैन त्यो म त खाँदिनँ होइन किनभने यो पान खानु भनेको चाहिँ होइन यस्तो स्टोन हुन्छ हाम्रो पेटमा गएर होइन त्यही भएर यो के स्टोन हुने किडनी स्टोन हुने खानु हुँदैन तर म चाहिँ खाँदिनँ म चाहिँ बिरामिनै छु होइन कुखुरा त आइस पान मास्टर नि पान वाली वा फेस्ट मुख हेर्दा मुख एकचोटि वा यसले एउटा यो खाँदैछ गोला गोला अर्को पानवाली पानवाली अनि गोलावाली अनि म चाहिँ क्यामेरावाली जाम छिटो अब चाहिँ रातबाट लास्टै अँध्याएर भइसक्यो है गाइजहरू अब चाहिँ हामी जानुपर्छ किनभने अहिले बाटोमा अँध्यारो हामीले बाटो देख्दिनँ भने किनभने अब हामी खोला तर जानुपर्ने हुन्छ नि त खोला तर्नुको लागि त अँध्यारो भयो भने हामीलाई गाह्रो हुन्छ भन्दा पनि हामी चाहिँ मोबाइल चाहिँ बारिहाल्छ नि त्यही पनि राति अँध्यारो भएपछि भूत प्रेत हुन्छ खोलामा भूत प्रेतको डर हुन्छ जानुपर्छ मेरो फेरि ज्वरो त्यही भएर मैले पान खान भूत प्रेत लाग्दैन मैले खाइनँ मलाई लाग्दैन अब हामी चाहिँ हाम्रो फाइनल्ली होइन गाइजहरू अब हामी चाहिँ मेला भइसक्यौँ होइन मेला घुमि पनि सक्यौँ हामीले होइन मेलामा हामी रमाइ पनि सक्यौँ अब हामी चाहिँ घर जान लागिरहेको छौँ अब घर जान चाहिँ एकदम हामी आतुर छौँ घर जानको लागि अँध्यारो भइसकेको छ नि त्यही भएर अब हामी चाहिँ घर जाने बाटोतिर आउँदैछौँ हाम्रो बाटो कहाँनिर हौ म त बाटोदेखि छोडेँ त हौ यस्तो अँध्यारो भइसक्यो पुरै अनि अब त भएन नि त अब चाहिँ हामी घर जान्छौँ यो होइन बाटो है अब हामी चाहिँ घर गयौँ है अब हामी अघि आएको बाटो चाहिँ यही हो होइन अघि आएको चाहिँ उज्यालो थियो अहिले आउँदा जाने बेलामा चाहिँ अँध्यारो भइसकेको छ दुईजना यो मेरो भदैनी मेरा बहिनी अँध्यारोमा पुरै अन्धकारमा केही पनि देखेन ओ लाइट बना न लाइटवाला लाइट बना न लाइट बाल नानी ऐसा लाइट बाल ना पक्रियो लाइट बाल्न भनेको मैले के लाइट बाल्नु त्यसलाई मैला
अब मेला सकियो अब हाम्रो मेला सकेर अब हामी त यसले गोला पनि खाइसकि यसले पान पनि खाइसकि खै 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 हेरौँ हजुर ए होइन छैन होइन हामीले हाम्रो गरेको है तपाईँको किन गर्नु र ल अब हामी चाहिँ घरतिर लाग्यौँ है अब चाहिँ हामी यहाँको बाटो चाहिँ कुन हो भने ओ हामी कता यतापट्टि आएको नि यतापट्टि आएको अब चाहिँ हामी घर जान्छौँ आमा पैसा जाउँछ भने यसरी बोकेको हो हामीले गेम खेल्यौँ गेममा पनि हामीलाई झुक्क्यायो तिनीहरूले बाबा गेममा पनि फेयरली गेम थिएन त्यो किनभने एउटै नराम्रो चिज भएको चाहिँ दोहोऱ्याइ त्यही आउँथ्यो हामी कतिचोटि हामीले गेम खेल्यौँ होइन हामीले लगभग 10-15 चोटि हामीले गेममा हाल्यौँ राम्रो भएन हाम्रो सबै झुक्क्याएर हाम्रो पैसा सबै गएको कन्टेन्ट सकेको छैन भन्दा पनि के गर्नु यसले मलाई बोल्नु दिएन अब सकियो इट्स ओभर नाउ